फुल्दै जानु सकिएन त्यो ब्याग बोक न हामी चाहिँ एउटा खोला तरेर अब अलि 15 मिनट जति हिँड्नुपर्छ भन्दैछन् भाइले यस्तो छ अलि चिप्लियो भने त फेरि गाह्रो हुन्छ यहाँ त पानीमा चप्लक्क हो सो अलि जुत्ता नभिजोस् भन्ने कुरा र चोट नलागोस् भन्ने कुरा हो सो केयरफुल्ली एकदम सावधानीपूर्वक चाहिँ यहाँबाट हिँड्नुपर्छ के हजुरको बस्नु त उतोमा आउनुपर्छ यस्तो मजा आउँछ क्या च्याउली फुल फुलाएको वरिपरि च्याउ च्याउली फुल क्या च्याउली फुल भने पहेँलो फुल हुन्छ ए पुरै फुली आउँछ वरिपरि मजा देखिन्छ ए बिस्तारै त्यही हो कस्तो महसुस भइरहेको छ अनि एकदम रमाइलो हजुर तपाईँ त पहिले पनि आउनुभएको थियो है हजुर म आइरह हाम्रो रुपेश भाइ त झन् यहाँ त पानी पौतिर भइहाल्यो अब म त पस्छु होला तपाईँ हेर्नु सक्नुहुन्न हो हामी चाहिँ सन्तोष र म चाहिँ पहिलोचोटि आउँदैछु यो ठाउँमा र यस्ता धेरैवटा तालहरू छन् तर यो चाहिँ सबभन्दा माथिको ताल रहेछ र यसलाई चाहिँ यहाँ हिँड्न चाहिँ पर्ने रहेछ अलिकति त्यो खोलाको बाटोबाट आउँदाखेरि थकान चाहिँ महसुस हुन्छ र यस्तो छ स्थानहरू कहाँ यही हो हामी तालमा छौँ ओ बवाल रहेछ सही रहेछ यहाँ चाहिँ डुबाउँदैन रहेछ डुबाउँछ त एकदम हो सिस्नु अरे सिस्नु छोडिदेऊ चिले पनि ठिक लाग्यो यार तर हिँडाइ निकै भयो यार यहाँ चाहिँ गहिरो रहेछ यो चाहिँ अघि चाहिँ म गहिरो लागेको थिएन ओ मलाई तान त उक्लिन गाह्रो भएको थियो जसो तसो आइयो अनि यहाँ पनि तालमा भिज्नको लागि
दामी हुन्छ यस्तो ठाउँ छ भाइहरूले निकै हिँडाइदिए म अलि मोटो ज्यानको मान्छे कस्तो सास फेर्न पनि गाह्रो भयो खाना नखाइ आएको नि त फेरि त्यहाँ एउटा चिया खाएर निस्केको अहिले एउटा कोक खायो तर अनि सन्तोष त्यसो माता मेरो खिचामा त्यहाँबाट है अहिले चाहिँ म यहाँबाट चढ्ने कोसिस गर्दैछु हाम्रो यो जाजरकोटको यो ठाउँमा यहाँबाट यसरी 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 चाहिँ अब चाहिँ हामी चाहिँ फाइनल गन्तव्यमा आइपुगेका छौँ उतापट्टि जाजरकोट जिल्लाको भेरी नगरपालिकामा पर्छ कि के पर्छ थाहा छैन यो तर हाम्रो भाइ चाहिँ भर्खर पौडी खेल्न गइसकेका छन् त्यहाँ उनलाई निकै गर्मीले सताएको छ जस्तो र ओ दामी छ चिसो छ पानी पानी चिसो छ त्यति हो भन्छ मलाई त पौडी खेल्न आउँदैन नि त यार हाँ जाजरकोटको यो यस्तो सुन्दर ठाउँमा छौँ हामी अहिले यो पौडी खेल्नलाई र यसो गर्नलाई रमाइलो गर्नलाई यहाँ चाहिँ गर्मी महिनामा त्यहाँ भाइहरू छन् भर्खर आइपुगेका छन् तिनीहरू चाहिँ त्यहाँ माथि गाउँबाट आएको होला त्यहाँबाट चाहिँ यहाँ चिप्लेटी खेल्दै यहाँ आउन मजा चाहिँ आउँछ तर के भन्दाखेरि पौडी खेल्न चाहिँ अलिकति गहिरो छ यो एकदम गहिरो छ यहाँ चाहिँ बिचमा गहिरो छ मान्छे डुबाउँछ यहाँ चाहिँ त्यो यहाँ केयरफुल हुनुपर्छ अलिकति त्यही भएर चाहिँ खेल्न नजान्ने मान्छेलाई अलिकति रिस्क हुन्छ यहाँ है गाह्रो छ सो यस्तो छ यहाँबाट यो बगेर भर्खरै हामीले यो खोलिदिएको थियौँ अलि सफा भएको छ यो झारहरू चाहिँ अड्किरहेको थियो अनि यहाँ फोहोर जमिरहेको थियो कि हिजो अस्ति पानी परेको कारणले गर्दाखेरि र यतातिर यो यहाँबाट अलिकति तल हिँड्नुपर्छ बाटोमा पुग्नलाई हामी चाहिँ अहिले 4 जना आएका छौँ यो यहाँको आवाज कति क्लियर सुनिन्छ थाहा छैन मलाई यहाँबाट यस्तो छ सिस्नो घारी छ पुरै चिल छ है यो चाहिँ हामी यहाँबाट यो अर्को बाटोबाट पुरै सिस्नोको झ्याङ छ फर्किने क्रममा
यहाँबाट चाहिँ बिस्तारै हामी फर्किन लाग्छौँ नुहाइधुवाइ गरेर खाजासाजा खाएर के छ रमाइलो भइरहेछ सबभन्दा पहिला संसारमा के थियो भन त सबैभन्दा संसारमा पहिला भूत थियो होला सायद तिमीलाई कुन चाहिँ गुरुले भन्यो तिमीले कुन चाहिँ किताबमा पढ्यौ होइन भूत छैन कसले भन्यो तिमीलाई भन न भूतै थियो जस्तो लाग्छ मलाई थियो जस्तो कि थियो भनेर भूतलाई फेरि भगवानले जिते भगवानले उ गरे चलाए अनि भगवानलाई पनि राजाले जिते राजाले चलाए राजालाई फेरि मन्त्रीले जिते मन्त्रीले चलाए अनि मन्त्रीलाई पनि अहिले फेरि हाम्रा के भन्ने जनताले जिते अब जनतालाई पनि अब आइटीले जित्छ टेक्नोलोजीले चलाउँछ त्यही होला कहाँ महादेव कहाँ के देउन होइन होइन हाम्रा विशेष उहाँ भनिदिनु त के हो कि नै यो कुरा कति पर्सेन्ट ठिक छ